आज हामी एसईमा है एसईमा कसरी तपाईँ ए वा ए प्लस ल्याउन सक्नुहुन्छ त एसईमा कसरी ए प्लस ल्याउँछ कि हाउ टु गेट ए प्लस अर ए इन एसई एसईमा तपाईँले ए वा ए प्लस ल्याउनको निम्ति तपाईँले सबैभन्दा मेहनत गर्नुपर्ने सब्जेक्टहरू मध्ये एउटा रहेको छ सामाजिक है यो हामीहरूलाई ओके हामी धेरैजनाले व्यवस्था गरेको तर धेरै नै महत्त्वपूर्ण सब्जेक्ट भनेको सामाजिक रहेको छ तपाईँले सामाजिक एक्जाम राम्रो गर्नुभयो भने तपाईँहरूको ए प्लस 100% स्योर हुन्छ है तर तपाईँले सामाजिकको अझै धेरै राम्रो गर्नुभयो भने तपाईँहरूको ए प्लसको सम्भावना पनि धेरै बढ्छ सामाजिक भनेको एउटा यस्तो सब्जेक्ट हो जुन सब्जेक्टले तपाईँहरूको ओभरअल स्कोरलाई बढाउन मद्दत गर्छ सामाजिकको टोटली ल्याङ्ग्वेज बेस्ड हुन्छ यो सबै ल्याङ्ग्वेज हो है यो टोटली ल्याङ्ग्वेज बेस्ड हुन्छ सबै ल्याङ्ग्वेज बेस्ड हुन्छ यो ल्याङ्ग्वेज बेस्डमा तपाईँहरूले कसरी लेख्दा चाहिँ राम्रो मार्क्स आउँछ कसरी चाहिँ तपाईँहरूले यसलाई अझै राम्रो बनाउन सक्नुहुन्छ भनेर आज हामी केही कुराहरू छलफल गर्नेछौँ र एउटा कुरा तपाईँहरूले बुझ्नुपर्ने हुन्छ यो सामाजिकमा अघि भने यसमा एउटा निश्चित फर्मेट हुन्छ यो फर्मेट जसले समातो नि त्यसले ए प्लस ल्यायो है यो फर्मेटमा जानुपर्छ अब यसको फर्मेट के हो त सोसल अथवा जुनसुकै पनि ल्याङ्ग्वेज सब्जेक्टको एउटा फर्मेट हुन्छ त्यो फर्मेट हो आइडिसी है आइडिसी भन्छ आइडिसी भनेको के हो थाहा छ तपाईहरुलाई आई भनेको इन्ट्रो डी भनेको डिटेल है र सी भनेको कन्क्लुजन इन्ट्रो डिटेल र कन्क्लुजनको फर्मेटमा तपाईहरुले यदि तपाईहरुको एन्सरलाई लेख्नु भयो भने तपाईहरुको कपी चेक गर्ने मान्छेले तपाईहरुको एन्सरलाई प्राथमिकता दिन्छ है बढी इम्पोर्टेन्स दिन्छ त्यो कसरी भने जुनसुकै पनि क्वेशन आओस् जस्तै तपाईलाई एउटा सामान्य क्वेशन जम सामान्य क्वेशन के हो भने तपाईहरुलाई संविधान के हो भनेर सोध्यो है संविधानको के हो संविधानबाट एउटा क्वेशन आयो है संविधानका महत्व लेख्नुहोस् संविधानको महत्व लेख्नुहोस् भनेर आयो ल संविधानको महत्व भनेर एउटा क्वेशन आयो तपाईहरुलाई यो क्वेशन तपाईले कसरी एन्सर गर्नुहुन्छ संविधानको महत्व भनेर लेख्नुहुन्छ अनि 1 नम्बरमा संविधान देशको मूल कानुन हो 2 नम्बरमा संविधान सबै कानुनहरुको मातृ कानुन हो 3 नम्बरमा संविधानले सबै नागरिकलाई एकमुष्ट बाँधेको हुन्छ भनेर लेख्नुहुन्छ हैन सिम्पल वेमा लेख्नुहुन्छ त्यसले गर्दा के हुन्छ भने त्यसरी लेख्दा चाहिँ कपी चेक गर्ने मान्छेलाई के लाग्छ भने सरसर्ती लेखेको छ भनेर अलिकति इम्प्रेसन पर्दैन त्यसकारणले गर्दा यदि संविधानको महत्व भनेर तपाईहरुलाई क्वेशन आछ जुनसुकै पनि क्वेशन आएको जस्तो संविधानकै महत्व नआए पनि अरु केही कुरा जस्तो वर्तमान नेपालको संविधानका चाहिँ विशेषताहरू भनेर सोधो अथवा त्यस्तै क्वेशनहरु आयो भने पनि संविधान अथवा यो जुन क्वेशन मेन क्वेशन सोधेको हुन्छ त्यो क्वेशनको मेन पार्ट तपाईले झिक्नु पर्ने हुन्छ यहाँबाट संविधान रहेको छ है संविधानको महत्वबाट तपाईले संविधानको फर्मेटमा जानु पर्यो फर्मेट के छ आइडिसी छ आई भनेको इन्ट्रो अब इन्ट्रो यहाँदेखि तपाईहरुले जानुपर्ने हुन्छ है अब इन्ट्रोमा जानुहोस् इन्ट्रोमा के छ भने संविधानको तपाईहरुले इन्ट्रो लेख्नु पर्ने हुन्छ संविधानको इन्ट्रो के हुन्छ इन्ट्रोडक्सन के हुन्छ संविधानको डिफाइन के हुन्छ संविधान भनेको देशको मूल कानुन हो संविधान देशको राष्ट्रको लेख्नु होला है अथवा संविधान राष्ट्रको मूल कानुन हो भनेर लेख्नु राष्ट्रको मूल कानुनमा लेख्नु भयो हैन संविधान राष्ट्रको मूल कानुन हो भनेर तपाईले इन्ट्रो लेख्नु भयो है संविधान के हो सुरुमा टक्क संविधान भनेको राष्ट्रको या भनेको लेख्नु है अलिकति फर्मल रूपमा लेख्नु होला संविधान भनेको राष्ट्रको मूल कानुन हो यो सबै सम्पूर्ण कानुनहरुको मातृ कानुन हो लेख्नु यो सबै सम्पूर्ण कानुनहरुको मातृ कानुन हो भनेर टक्क तपाईहरुले इन्ट्रो लेख्नु भयो यो क्वेशन तपाईहरुले 4 मार्क्समा सोधे पनि ल हेर्नुस् त इन्ट्रो कति राम्रो भयो संविधान भनेको राष्ट्रको मूल कानुन हो यो सम्पूर्ण कानुनहरुको मातृ कानुन हो मातृ कानुन भनेको के हो थाहा छ तपाईहरुलाई मदर ल है यो चाहिँ मदर ल हो यसलाई मदर ल किन भन्छ भनेर म भरे भन्छु यो मदर ल हो भनेर तपाईले लेख्नु भयो एकको हेर्नु अब इन्ट्रो भयो तपाईहरुको अब यो क्वेशनले के सोधेको छ हेर्नुस् त संविधानको महत्व भनेको छ संविधानको महत्वमा अब डिटेलमा जानु पर्यो हामी अब डी मा यो आई भयो अब डी मा के छ डिटेल भनेको छ अब संविधानको महत्व क्वेशन सोधेछ संविधानको महत्व जानु पर्यो त्यो भन्दा अगाडि तपाईले के गर्नुपर्छ डिटेलमा जानु भन्दा अगाडि तपाईले अगाडिको सेन्टेन्स कहाँ छोड्नु भएको छ हेर्नु त संविधानको मातृ कानुन हो यसका महत्वहरु हैन महत्वहरु यसरी लेख्नुहोस् अब यहाँ लेख्नु तपाईहरुले यसका महत्व
हरू भनेर टक्क लेख्नुहुन्छ। अब यसका महत्त्वहरू अब हेर्नु, यो इन्ट्रोडक्सनमा आयो। अब डिटेल यहाँदेखि सुरु भयो तपाईँको। यसका महत्त्वहरू के हुन्छन् भन्नुहोस् त। यसले सम्पूर्ण नागरिकको अधिकारको सुनिश्चित गर्छ होइन, सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गर्छ भनेर लेख्नुभयो। यो तपाईँलाई थाहा थियो के गर्छ संविधानले? संविधानले सम्पूर्ण नागरिकहरूको अधिकारको सुनिश्चितता गर्छ भनेर तपाईँहरूले लेख्नुभयो। अब यसरी यो एउटा महत्त्व भयो। अर्को महत्त्व के हुन्छ तपाईँहरूले, मैले यहाँ लेखेँ है। अब अर्को महत्त्व के हुन्छ भन्नुहोस् त। अर्को महत्त्व, यसले अधिकारको सुनिश्चितता गर्छ। यसले सम्पूर्ण नागरिकका कर्तव्यको पालना गर्न बाध्यकारी भूमिका खेल्छ लेख्नुभयो होइन, बाध्यकारी भूमिका लेख्नुभयो। यसरी तपाईँले डिटेलिङ गर्नुभयो। अब यसरी तपाईँहरू यहाँ 4वटा सोधेको छ, तपाईँहरूले यसमा 4वटा इनफ पोइन्ट लेख्न सक्नुभयो। अब कन्क्लुजन लेख्नुपर्ने हुन्छ है। अब अन्तिममा के छ भने त, अन्तिममा तपाईँहरूको सी छ, आइडिसी को अन्तिममा के हुन्छ नि त, सी छ। सीबाट कन्क्लुजन लेख्नुपर्छ। कन्क्लुजन के लेख्नु पर्यो भन्दा, संविधान देशको मूल कानुन हो, यसको पालना गर्नु सबै नेपाली नागरिकको कर्तव्य हुन्छ, अथवा संविधान चाहिँ मूल कानुन हो, यसको पालना चाहिँ सबै नागरिकले गर्नुपर्छ, कर्तव्य हो नागरिकको भनेर तपाईँहरूले आइडिसी को फर्मेटमा कुनै पनि कुरालाई लेख्न सक्नुहुन्छ हो। आइडिसी भन्ने तपाईँले फर्मेट बुझ्नुभयो पक्कै पनि। आइडिसी भनेको के अरे, इन्ट्रोडक्सन, डिटेल र यसको कन्क्लुजन हुन्छ है। र सामाजिकको सबै उत्तरहरू आइडिसी को फर्मेटमा तपाईँहरूले लेख्नुपर्ने भयो। आइडिसी को फर्मेटमा लेख्दा के तपाईँहरूलाई फाइदा भयो भने, कुनै पनि उत्तरलाई 3टा भागमा विभाजन गर्न सक्यो होइन, 3टा भागमा विभाजन गर्न सक्यो आइडिसीमा, इन्ट्रोडक्सन, डिटेल र कन्क्लुजन। र आइडिसीमा तपाईँले कुनै पनि क्वेसनलाई डिटेल अथवा चाहिँ लेख्नुभयो भने तपाईँहरूको इम्प्रेसिभ हुन्छ है, त्यो एन्सर पेपर चाहिँ अलिकति इम्प्रेसिभ हुन्छ।